हेलो जय मिस एभ्रिवान यहाँ सबैजनालाई यो बिहानी एकदमै धेरै धेरै स्वागत छ हुन्छ हामी आज स्पेशली सेलरोटी बनाउनको लागि मम्मीले यहाँनिर पिठो कुट्दै हुनुहुन्छ अनि आज कसरी सेलरोटी हामी बनाउँदैछ अनि यहाँलाई हामी देखाउने हजुर स्पेशली के को लागि हो यो सेलरोटी अब नानीहरुको यतिका दिनसम्म स्कुल लाग्यो परीक्षा पनि नानीहरुले सके अनि नानीहरु बसेका बेलामा सबै नानीहरुलाई रोटी खुवाउनु भनेर कान्छी बहिनी पनि आएको छ अनि उसलाई पनि कोसेलीको रूप पनि हुने खाने पनि भनेर बोल्न आटेको नानीहरुको छुट्टी छ स्कुल ओके धन्यवाद यहाँ हामीले रोटीमा घिउ अनि यो के भन्छ यसलाई सिलाम हाल्दैछौँ। अब यसमा अलिकति डल्डा हाल्ने अनि त्यस पछाडि मल्ने डल्डा अस्ति हामीले पोलेर खाएको डल्डा हो। अब यसलाई मल्न बाँकी छ। यो चाहिँ दुधको तर हो। के हो मम्मी हो फापरको पिठो यो चाहिँ यो फापरको पिठो थोरै बेसनको पिठो मम्मीले हाल्दै हुनुहुन्छ यहाँ चिनी बेसनको पिठो यो चिनी कत्रो चिनी ला चिनीमा चाहिँ के हो यो चिनी हो। मम्मीले मोल्न सुरु गर्नुभयो। आज रोटी स्पेशल बन्नेवाला छ। अब के हाल्न बाँकी छ यहाँ अब सबै थोक पुगेको यसमा चाहिँ अब मल्नु र राख्नु मात्रै छ। सोडा यो चाहिँ यसले चाहिँ रोटीलाई के गर्छ फुलाउने काम गर्छ। थोरै लाउँ। यहाँनिर चाहिँ म आगो बाल्दैछु। हामी यो चुल्हामा सेलरोटी पोल्नको लागि अब आगो सागो बालेर तयारी हुँदैछ। अनि हेर्दै गर्नु होला हामी कसरी रोटी आज पोल्दैछौँ अनि हामी आगो बाल्दैछौँ। यहाँनिर 3-4 घन्टासम्म भिजाएर राखेको पिठोलाई फेरि यहाँ सानीमाले मुस्दै हुनुहुन्छ। उहाँ चाहिँ मेरो सानीमा। अनि यहाँनिर तेल रेडी हुँदैछ। तेल यहाँ तातिँदैछ मुस्दै हुनुहुन्छ। अन्डा त नहाल
बनाउँछ बनाउँदैन रोटीमा त मलाई मन पर्दैन ए मल्नु मल्नु गाह्रो मल्नु मजाले मल्नु एउटा कस्तो रहेछ लिएर एकछिन सिनकै राखेर छ मैले हजुर हजुर भयो रेडी भएको हेर्नु ल पहिला हामी रोटी पोल्न तयारी भयो कि भएन भनेर हामी कसो गर्छौँ चेक गर्दैछौँ यसो गर्दैछौँ वाउ तेल मजाले तातिएछ काँडै काँडा हुने भएछ रोटी त फेरि ल कस्तो भयो होइन यसलाई फेरि गरौँ ल ल्याउनुभन्दा अगाडि राख्नु कस्तो भयो त हेर्नु चट्ट गर्ने टाइपको भयो त हेर्नु ल सबै कुरालाई प्रभु हामी तपाईँ यीशुको हातमा राख्दछौँ अनि हामी रोटी पोल्न गइरहेका छौँ प्रभु तपाईँले अनि यो सबै कुराहरूमा सहायता गर्नुभएको प्रभु यो पिठो मुस्ने आर्यमा तपाईँको आशिष खाने प्रत्येकलाई प्रभु तपाईँले आशिष गर्नुहोस् अनि खाएर एउटै तपाईँ परमप्रभुको महिमा गर्न सकेका हौँ धन्यवाद यीशु प्रभु सबै कुरा तपाईँ परमेश्वरको हातमा राख्दछौँ यीशु प्रभुको नाउँमा हामी हुन्छ हामी पहिलो रोटी हाल्नको लागि तयारी साइनमा रेडी रेडी अब कस्तो हुन्छ हामी जस अब तयारीमा छौँ रेडी हुँदैछ पहिलो रोटी त जोडिएन यस्तो पनि हुन्छ पहिलो रोटी त जोडिएन त के हो आम फुलेको चाहिँ कस्तो फुल्यो तर के आकारको ल्यायो यो हुन्छ त्यो हामी खानालाई बनाएको हो काहीलाई हामी होइन राम्रो हुनु पर्यो यहाँ 100% राम्रो हुनु पर्यो आगो बेसी भयो हेर्नु कस्तो कालो भयो अर्को सेकेन्ड बिजोक रोटीको बिजोक न्यू स्टाइलको रोटीहरू बन्दैछ यहाँनिर जसलाई चाहिँ एकदम मेहनतको साथमा जोड्नु परिरहेछ अहिले चाहिँ एकदमै राम्रो रोटी बन्दैछ यहाँ गोलो फुलिएको रोटी चाहियो चाहियो सोफुला भन्नु पकाइदिनु होस् अनि उब्जा उपकरण वाउ यो चाहिँ एकदमै दामी खाउँ लाग्दो रोटी बनेको छ वाउ रोटीको हालतहरू यस्तै नै छ रोटी चाहिँ बी भएछ यो यसलाई वाउ दामी बी भएको छ बी रोटी हाल्ने मान्छे चाहिँ यहाँ हुनुहुन्छ अब सी हाल्नु ल अब बी भइहाल्यो अब बी हाल्नु भयो अब सी हाल्नु र यहाँ बिसी हुन्छ नि एबिसिडी आज 150 पुऱ्याइदिउँ ल बी भयो भने यो चाहिँ एकदमै ठुलो सेलरोटी बनेको छ सुसान सेलरोटी खाने अहिले यसमा म पनि सेलरोटी हाल्दैछु कसको राम्रो सेलरोटी
अहिलेको समय चाहिँ उहाँले रोटी लाउँदै हुनुहुन्छ। कस्तो हुनेवाला छ? मेरो प्यारो भन्दा प्यारो दिदीको छोरी हो, एउटा छोरी हो, सबैको प्यारो हो। उहाँले लगाउँदै हुनुहुन्छ। उहाँ हो दामी बनाउनु भयो फर्स्ट टाइममै। एकदम दामी काँडे तयार भएको। दामी रोटी हुँदैछ। कुन चाहिँ राम्रो भयो? भल्ला अथाहो के भएछ यो त? सेकेंड रोटी सेकेंड कुछ सीखो मुझसे कुछ सीखा करो। यस्तो काडा काडा भएको रोटी बनेको छ। अलिक सानो छोरालाई उहाँले लगाएको रोटी चाहिँ एकदम बी हेर्नु बी र ए हुँदैछ। रोटीको एक्सपेरिमेन्ट हुँदैछ। कसले राम्रो बताइदियो नि मिसाइ पुगेको छैन होला। बिहा हजुर कस्तो छ रोटी? रोटी त खाइरहँ जस्तो हाँस्ने के हो पुरा दिइराख्नु भएको छ। होइन सानीमा यस्तै हो। अस्तिमा आलु रोप्न गएको झनै मर्यो। जिउँदो फर्केर आफ्नो एउटा गोली खुवाइदिनु थियो। यस्तै हो दिदीबहिनी भन्दा सबै त्यस्तै हो तपाईँहरूको दिदीबहिनी। माइली सानीमा चाहिँ त्यति बोल्नु हुँदैन। साइले नि आफ्नो त हाँसेन मेरो बहिनी। हामीले अघि पोलेको रोटी चाहिँ यहाँ यस्तो भएको छ, यति भएको छ। अनि साथमा कति धेरै हामीले खायौँ पनि। अनि यति भएको छ। तपाईँहरू रोटी पोल्दाखेरि कसरी पोल्नुहुन्छ प्लिज कमेन्ट गर्नुहोला। कस्तो भयो रोटी भनिदिनु होला। धन्यवाद।